हेलो गुड इभिनिङ साथीहरू। आज चाहिँ म यहाँ बजारतिर जान लाग्छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँ। यहाँ चाहिँ हाम्रो मन्दिर छ, छत्रदेवको नमस्कार गर्नुपर्छ। यहाँ एकदम पानी परिरहेको छ, एकदम दामी छ मन्दिर चाहिँ। यहाँ जे माग्नुहुन्छ त्यही पुरा हुन्छ साथीहरू। अनि चाहिँ एकदमै बवाल मन्दिर छ यहाँको चर्चित छत्रदेव मन्दिर। यहाँ चाहिँ उहाँको दुईटा मन्दिर छ, एउटा गणेशजीको, अर्को पता नि के को। बवाल मन्दिर छ, बवाल। तलतिरको फेरि किरुङ्गाको मन्दिर हो। गाउँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदमै रमाइलो गाउँ छ। हामी चाहिँ पानी परिरहेको छ, बवाल आकाश मौसम बवाल छ, बवाल। झरी परेछ, झरी लाग्न लागि छ। यहाँ चाहिँ हामी तल केरुङ्गाको मन्दिरतिर छौँ। एकदम यहाँ पनि दामी मन्दिर बनाएछ। यहाँ चाहिँ अर्को बनाएछ। मुनतिर चाहिँ देख्न सक्नुहुन्छ, एकदमै छाता ओढिरहेको छु। उहाँ चाहिँ घाम लागेका छन् पारी डाँडामा। यता पानी परेछ। हामी चाहिँ एकदमै छातावाला सिजन भइरहेको छ। यहाँ एकदमै बवाल बवाल सिन भइरहेको छ। यहाँ पानी परेर यहाँ चाहिँ देख्न सक्नुहुन्छ गाइस, कति दामी सिन छ। यहाँ मन्दिर पनि ढोकिदिनु पर्छ, पानी बन्द हुन ला। यहाँ ढोकिदिएको पानी बन्द हुन ला। यहाँ चाहिँ माथेर छत्रदेवको मन्दिर, मुनतिर केरुङ्गाको मन्दिर। एकदमै बवाल सिन भइरहेको छ। यहाँ पानी पर्न लागिन्छ। त्यही भएर म यहाँ चाहिँ छाता ओढेर हिँडेको छु गाइस, देख्न सक्नुहुन्छ। आजको यति नै। फेरि भेटौँला। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला च्यानललाई। एकदमै राम्रो राम्रो भिडियो आउन सक्छन्, हेर्न नछुटाउनुला। र पानी परिरहेछ, छाता बोकेर हामी चाहिँ लाग्यो गाउँतिर। बाई बाई सबैलाई, ठड्के सलाम।